Hello everyone, welcome back to my our channel. सन्चै हुनुहुन्छ होला हजुरहरु नि म नि एकदम सन्चै छु। आज चाहिँ मौसम धेरै नराम्रो छ, पानी परिरहेको छ। यता चाहिँ छाता ओढेर हिँडिरहेको छु म चाहिँ। मैले भिडियो बनाउन त लाए गाइस, तर के गर्नु मेरो उनै छैन। कोही भ्युजहरु पनि छैनन्, सब्स्क्राइबरहरु पनि छैनन्। के गर्नु, र मौसम चाहिँ एकदम राम्रो गरेछ। गाह्रो छ साथीहरु, के गर्नु। हाम्रो मम्मी चाहिँ उहाँबाट आइरहनु भएको। ल फाइनली घर पनि आयो, धेरै टाढा त हैन। ल फाइनली आइयो, आफ्नो पसलमा इन्ट्री भयो। हेलो गाइस, आज हामी चाहिँ चाउमिन खान जान लागेको, तर छाता नभएर भिजोक छ। यसरी हिँडेको पानी हेर्नुस् त। यिनीहरुले छाताको भन्नु कति लोभ गर्छन् यिनीहरु, कुरै छार्नु। यस्तो यो के को थाप्रा हो, यो छाप्रा यसैको घरबाट ल्याएको है साथीहरु। हैन है साथी, हैन यस्तो छाता निकाल भनेको यस्तो निकाल्छु कि हेर्नु त, के हेर्नुस् त। पानी आयो, चाउमिन खान पनि गाह्रो चाहिँ के गर्नु। भोक लागेर आइयो। तर म गोरी छु है। तिमी त काली छौ भरे, गोरी त मै नै हो। म गोरी छु है साथीहरु। के बिजोक यसको क्यामेरामा चाउमिन खान लागेको बेला देखाउँछु ल। पानी आयो साह्रै। ल गाइस, हामी चाहिँ चाउमिन खान लागेको। फाइनली हामी चाउमिन खाने ठाउँमा आइसक्यौँ। के गर्नु, एक हाफ चाउमिन खानको लागि हामी पानी त्यस्तो छाप्रा ओरेर आयौँ। ल खाऊ केटो, खाऊ छिचिरो मोटा हो खाएर। वाउ पिरो खा। ओ माय गॉड, त्यस्तो गर्नुपर्छ र। नै हुँदैन। ल गाइस, अब चाहिँ चाउमिन खान लाग्यो। ए बा मदै तर सबैभन्दा चाउमिन त यहीँकै ठिक लाग्दैन। पानी पनि आउँछ यहाँको चाउमिन पनि मोनी लाकै हो गाइस। वाउ फाइनली हामी चाउमिन खाएर भ्याइसक्यौँ गाइस। यो चाहिँ हाम्रो राप्ती नदी हो। अब हामी चाहिँ जान लाग्यो। अब मेरा 3टा चिल्लर 2टा चिल्लर पार्टी हो। चाउमिन पनि लगेर जान लागिसक्यो। ल छिचिरो ओरा मरम गाइस, ओरेरै जाने हो। ल छिचिरो होइन। ल अब फेरि मलाई कता पारेको, म बिचमा हो के, बिचमा त्यसो हुँदैन। अन्त कस्तो ल गाइस, हामी चाहिँ फाइनली हामी चाहिँ घर जान लाग्यो। साँझको लागि खाना नखाने भनेर हामी चाहिँ हिँडेको। मासु बाइक खान्छन् फेरि, जसले खान्छ त्यसले कटुमा छेड्छ। मासु बाङ्लोमा सियोर खान्छन् फेरि यिनीहरूले। टोयलेटमा हो, त्यही हो। अङ्कलजीले सम्झिनु रहेछ। अङ्कलले हो सम्झे। तिनै हुँदा हो के, त्यस्तै लाग्यो के। त्यही गरेर दिनुपर्छ, त्यही गरेर राम्रो खायौँ भने बुल्ल्या जस्तो त लाग्यो। अब बिर्स्यो तिनी पनि अलिक सुरुमा खाने बित्तिकै के छ है भनिदिनु पर्छ के हो कि न। ल हिँड्यो हामी हिँड्ने बाटो यही हो। हाम्रो जहिले पुल जाने बाटो, मेरो पुल जाने बाटो त उता जक्सन हो। यो जक्सन हाम्रो हिँड्ने सधैँको। यो चाहिँ ओमकारा भाउजूको है। हामी साग टिपिरहेको नि, ओमकारा भाउजू म अनि डोस्नी बारीमा घर साग टिपिरहेको उता आएर हेर्नुहोस् बुवाले त कुरा हामीले देखेर छ्यो पुच्याएर ए कुरा भनेको त यिनीहरू पो रहेछ गर्नु हो। पुच्याएर हरिको आमाले के बाख्रा जस्तै मारेर छ्यो धमाको के बाख्रा जस्तै मारेर अनि पुच्याएर ए हामी हो क्या हामी भनेको त
ए म त टाढा बुढी भइसकेँ आफा पनि देख्दैन म त तिमीलाई बाख्रा जस्तो देखेँ कहिले कुखुरा देख्ने कसैले बाख्रा देख्ने हेर त हामीलाई तरिका हो अब केटीहरूलाई फाइनली गाइज हामी चाहिँ घर आयौँ है फाइनली छाता जापानको छाता ओढेर नि घर आइसक्यौँ यहाँ चाहिँ मेरो घर हो यता चाहिँ हेलो हजुर भन्नु ल ल यहाँ त के भन्ने रे भेना शिरमा वा शिरमालाई यस्तो भन्ने हो न के गर्नु चारे वा बाउ छोरा ल चाउमिन खाने ल दुईजनाले यताको दुईजना यताको दुईजनाले सक्नुहुन्छ र अन्त के होइन नि ल अब फेरि अर्को सोल्टी भेनाको सोल्टी ल ल ल ल ल डोग्रिया ल भिडियो बनाउँछु अरे खाली रे अमन बोला म त लेस मिठाई लिएनस् मिठाई लिन जान अङ्कल बोला मत लिनुपर्छ ल खुबै मिठो भाला मिठो भए जस्तो चाहिँ हो ऊ छोरा श्रीमानजी यता श्रीमतीजी टमाटर छैन अरे ल ल ल ल छिचिर लड जाने ल ल आज भात खान्न भनेको थिएँ चाउमिन खाएर आएको थिएँ आज त्यतै बास आज त्यतै बास हो आज त ढुक्कै हो आज त हामी त भेनाकोमा पाउन पर्न जानु लाग्यो गाइस आज चाहिँ हाम्रो मासु लभर यता चाहिँ ल हल्का